परमेश्वरलाई चिनेको छ। सबैले भन्नु त जसले परमेश्वरलाई चिनेको छ। जसले परमेश्वरलाई चिनेको छ। फेरि भन्नु त जसले परमेश्वरलाई चिनेको छ। जसले परमेश्वरलाई चिनेको छ। नेपाली बाइबलमा के लेखेको छ भनेदेखि जसले परमेश्वरलाई चिनेको छ। यसको मतलब जसको चाहिँ जीवित परमेश्वरसित सम्बन्ध छ, घनिष्ठताको सम्बन्ध छ, त्यो मान्छेले चाहिँ के गर्छ भनेदेखि ऊ चाहिँ बलियो मान्छे अरे। उसले चाहिँ के गर्छ अरे भन्दाखेरि महान कामहरू गर्छ अरे। अङ्ग्रेजी बाइबलको ट्रान्सलेसन अनुसार चाहिँ त्यो भनेको छ है। यसकारण तपाईँले जब यीशुलाई चिन्नु सुरु गर्नुहुन्छ नि, सुन्नुहोस् न, तपाईँ अचम्मको मान्छे बन्नु सुरु गर्नुहुन्छ। तपाईँ कस्तो मान्छे बन्नु सुरु गर्नुहुन्छ? जित्ने मान्छे, अचम्मको जित्ने मान्छे। मेरो पछि एकचोटि फेरि भन्नु त, म जित्ने मान्छे हो। छेउको साथीपट्टि फर्केर भन्नुहोस्, तपाईँको बारेमा थाहा छैन तर म चाहिँ जित्ने मान्छे हो। तपाईँ कस्तो मान्छे अरे? हजुर हार्ने होइन, तपाईँ कस्तो मान्छे अरे? जित्ने मान्छे हो। अनि यो चाहिँ तपाईँको के हुँदेखि पहिचान हो। मलाई मजाको लाग्छ, रोमीको किताबमा 16:20 पदमा लेखिएको छ। रोमी 16:20 पद। तपाईँकोमा बाइबल छ भनेदेखि निकाल्नुहोस् त। बाइबल छ भनेदेखि खोल्नुहोस् त। रोमी 16:20 पद। जसले पाउनुहुन्छ पढ्नुहोस् ल। रोमी 16:20 पद। भएन, यो त हारेको मान्छेको स्वर हो, जितेको मान्छेको जस्तै ल। औ शान्तिका परमेश्वरले एक-एकजना गर्दै पढ्नु। लु को रहेछ जित्ने मान्छे? लु यो जित्ने मान्छेको स्वर जस्तो भएन। को छ जित्ने मान्छे हेरौँ त। औ शान्तिका परमेश्वरले शैतानलाई चाँडै नै तिमीहरूका खुट्टामुनि हुनेछ। यस, लु अरु को छ जित्ने मान्छे हेरौँ त। लु पढ्नुहोस् त। जित्ने मान्छे जस्तै ल। तर जित्दाखेरि कसरी तपाईँले गराउनुहुन्छ? तपाईँले टिमले गोल हाल्दा जित्दा कसरी गराउनुहुन्छ? हजुर लु जित्ने मान्छे चाहिँ ल अर्को कोही हेरौँ त। को छ यहाँ अरू जित्ने मान्छे? पढ्नुहोस् न लु। लु छिटो न। औ शान्तिका परमेश्वरले लु एकजनामा जित्दै लु अर्को छैन कोही जित्ने मान्छे यहाँ? लु पढ्नुहोस् न। यस, आमेन। लु अरू को छ जित्ने मान्छे हेरौँ त। लु यो कोठाभित्र को छ अर्को जित्ने मान्छे? लु छिटो न, छिटो छिटो छिटो। लु कम अन, लु छिटो छिटो छिटो। लु को छ जित्ने मान्छे? लु छिटो पढ्नुहोस् छिटो न। लु शान्तिका परमेश्वर भएन, यो त जित्ने मान्छेको स्वरै होइन। लु शान्तिका परमेश्वरले शैतानलाई तिमीहरूका खुट्टामुनि खुल्चिने हुनेछ। आमेन आमेन आमेन। लु अर्को जित्ने मान्छे को छ? लु हेरौँ। शामुरा खातिर बस्से। शान्तिका परमेश्वरले शैतानलाई चाँडै नै तिमीहरूका खुट्टामुनि उचाल्नुहुनेछ। भएन, यो त जित्ने मान्छेको स्वर होइन। लु छिटो। शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिनीहरूका खुट्टामुनि कुल्चिने हुनेछ। आमेन आमेन। लु अर्को को छ जित्ने मान्छे? लु हेरौँ। शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिनीहरूका खुट्टामुनि कुल्चिने हुनेछ। यस
कहिले पढ्नु लाउँदैछ याद छ तपाईँलाई? कन्फेसनमा चाहिँ नि डिक्लेरेसनमा चाहिँ शक्ति छ। दाउदले लडाइँ जित्नुभन्दा अगाडि चाहिँ भुइँले लडाइँ जित्नुभन्दा अगाडि चाहिँ मुखले जितेको छ। गोलियतको अगाडि उभिएर चाहिँ तो कोस बेखतने तो खतना नभएको करारमा नभएको तो को चाहिँ होस् मलाई दब्दी दिने मलाई च्यालेन्ज गर्ने को त तेरो छ म आज टाउको काट्छु। लु को छ जित्ने मान्छे? लु छिटो 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 लु कम अन छिटो। शान्तिका परमेश्वरले शैतानलाई चाँडै तिनीहरूका खुट्टा मुनि कुल्चाउनुहुनेछ। आमेन आमेन आमेन। लु अरु को छ जित्ने मान्छे? जस लु को छ? लु शान्तिका परमेश्वरले शैतानलाई चाँडै नै तिमीहरूका खुट्टा मुनि कुल्चाउनुहुनेछ। आमेन आमेन। लु अरु को छ? लु 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 जित्ने मान्छे। परमेश्वरले चाँडै नै शैतानलाई तिनीहरूको खुट्टा मुनि कुल्चिनेछ। आमेन। यस यस यस। म यहाँनिर बसेर जित्ने मान्छे म त देख्दैछु है। लडी लडी जित्ने मान्छे। लु कम अन लु जित्ने मान्छे। लु अरु को छ? शान्तिका परमेश्वरले शैतानलाई चाँडै नै तिनीहरूको खुट्टा मुनि कुल्चाउनुहुनेछ। आमेन। लु अरु को छ? अरु को छ? लु जित्ने मान्छे छिटो 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 लु। शान्तिका परमेश्वरले शैतानलाई खुट्टा मुनि कुल्चिनुहुनेछ। आज यो ठाउँमा नि शैतानले झापड भेट्टेको। लु अझै 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 को छ? लु अझै कसले चड्काउन चाहनुहुन्छ? लु अझै कसले चड्काउन चाहनुहुन्छ? लु लु छिटो 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 कम अन लु लु। श्यामरा हालेलुया। म 1 2 3 भन्छु हामी एक साथ मिलेर जोडले ए भनेर गरौँ ल। 1 2 3 जित्यो। अझै एकपल्ट 1 2 3 Shout of victory. हालेलुया। इसको हनी आवाज सुन्नुहोस् है। मैले जुन चाहिँ पद तपाईँको अगाडि म तपाईँलाई देखाउँदैछु नि यो अचम्मको पद छ। डिस्ट्र्याक्ट नहुनुहोस् त। शैतान अतालिँदैछ यति बेला। किन याद छ तपाईँलाई? तपाईँले यो पद पढ्दै गर्दाखेरि नि विश्वासको साथमा पढ्दै गर्दाखेरि चाहिँ नि तपाईँले त्यसको गहनामा चड्काए जस्तै हो। किनकि यहाँ के लेखेको छ? शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई पास्टरहरूको खुट्टा मुनि कुल्चाउनु हुनेछ। धन्यवाद हालेलुया। पास्टरहरूले यसै नै तर आज केही छैन। धन्यवाद धन्यवाद। पास्टर पनि आउँछ त्यसमा। तर यहाँनिर के भनेको छ? शैतानलाई तिमीहरूका खुट्टा मुनि कुल्चाउनुहुनेछ। कसको खुट्टा मुनि अरे? 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 हेर्नुहोस् यहाँनिर के भन्छ? तिमीहरूको खुट्टा मुनि कुल्चाउनुहुनेछ। आज परमेश्वर के भन्नुहुँदैछ? मैले त मेरो खुट्टा मुनि त्यसलाई उहिले कुल्चाइसकेको। अब मैले कुल्चाउनु पर्दैन। अब मैले कुच्याउनु पर्दैन। क्रुसमा यीशुले उहिले कुच्याइसकेको। तर अब पालो चाहिँ कसको आएको छ याद छ तपाईँलाई? हजुर कसको आएको छ? मेरो भन्नुहोस् न। जित्ने मान्छे जस्तो कसको? तर दुःख लाग्दो कुरो नि हामी धेरैचोटि शैतानलाई चाहिँ खुट्टाले कुच्याउनु होइन। आज धेरैले शैतानलाई यहाँ राखेको छ। तर शैतानको ठाउँ चाहिँ कहाँ भनेदेखि नि
अनि आज यो वचनको प्रकाशले के भन्दैछ भने परमेश्वरले के भन्नुहुन्छ शैतानलाई चाहिँ म तेरो खुट्टा मुनि भएको देख्न चाहन्छु मैले त उहिले कुच्याएको अब कुच्याउने पालो चाहिँ कसको हो कसको अरे हजुर यो भन्दै गर्दा तपाईँको मनमा शैतानले बोल्दै होला पहिला मलाई खुच्याउँछ हेरौँ हेरौँ भन्दै होला तपाईँको मनमा त्यसो भन्दैछ तपाईँले भन्नुहोस् मै कुच्याउँछु अब मेरो पालो आएको छ भन्नुहोस् त सुन्नुहोस् आज म तपाईँको नि पोजिसन तपाईँको ठाउँ परमेश्वरले प्रभु यीशुद्वारा दिएको ठाउँमा तपाईँलाई देखाउन चाहन्छु शैतान चाहिँ तपाईँको शिरमा होइन त कहाँ हुनुपर्ने हो कहाँनिर हुनुपर्ने हो कहाँनिर हुनुपर्ने हो कहाँनिर हुनुपर्ने हो फेरि पढ्दैछ है शान्तिका परमेश्वरले चाँडै नै शैतानलाई तिमीहरूका खुट्टा मुनि कुल्चन हुनेछ कति मनमा हुँदैन कहाँ हो शैतान मामुली नसम्झिनु पो कहाँ त्यसलाई म सक्छु र यो चाहिँ किन हामीलाई त्यस्तो लाग्छ भनेदेखि किनकि हामीले नि हाम्रो परमेश्वरलाई चिनेको छैन तर तपाईँले जति धेरै चिन्नुहुन्छ नि तपाईँले त्यो उज्यालोमा नि तपाईँले आफूलाई पनि चिन्नु सुरु गर्नुहुन्छ तपाईँलाई थाहा छ तपाईँले जुन चाहिँ परमेश्वरलाई आराधना गर्नुहुन्छ नि उहाँ चाहिँ कमजोर परमेश्वर हारेको परमेश्वर हो उहाँ चाहिँ शक्तिशाली महान परमेश्वर हुनुहुन्छ अनि बाइबलले भन्छ हामी जे कुरालाई वर्शिप गर्छ हामी त्यही हुँदै जान्छ सुन्नुहोस् है हामी जे कुरालाई आराधना गर्छौँ नि हामी त्यस्तै बन्दै जान्छौँ अनि आज हामी जब जीवित परमेश्वरलाई महान र शक्तिशाली परमेश्वरलाई हामी आराधना गर्दैछौँ हरेकपल्ट तपाईँले परमेश्वरलाई आराधना गर्दै गर्दा उहाँको इमेज चाहिँ तपाईँमा सर्छ अनि म फेरि पनि भन्छु आज स्वर्गले यो कोठामा हेर्दै गर्दाखेरि चाहिँ नि हारेको मान्छेहरूले जित्ने मान्छेहरू देख्दैछ तपाईँ जित्ने पक्षमा हुनुहुन्छ म जित्ने पक्षमा छु भन्नुहोस् त रोमी 8 अध्यायको म 15 देखि 17 वर्षमा पढ्दैछु किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो सुन्नुहोस् है मिठो छ यहाँनिर जब यीशुलाई हामीले विश्वास गर्छौँ अरे हाम्रो भित्र पवित्र आत्माले हाम्रो भित्र विटनेस दिनु सुरु गर्छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ आजदेखि उता म परमेश्वरको छोरा भए परमेश्वरको छोरी भए परमेश्वर चाहिँ मेरो बुवा बन्नुभयो परमेश्वर चाहिँ मेरो आप्पा बन्नुभयो परमेश्वर मेरो बाबा बन्नुभयो भनेर विटनेस दिनु सुरु गर्छ किनकि यो सत्य हो जुन दिन तपाईँले यीशुलाई विश्वास गर्नुभयो अहिले ग्रहण गर्नुभयो तपाईँ त्यो दिन परमेश्वरको छोरा र परमेश्वरको छोरी बन्नुभयो अनि पवित्र आत्माले हामीलाई त्यो विटनेस दिनुहुन्छ तर मैले तपाईँलाई देखाउन चाहेको कुरा हेर्नुहोस् के छ भनेदेखि परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो अब सुन्नुहोस् है र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ बाइबलले के भन्छ जुन दिन तिमीले यीशुलाई विश्वास गर्छौ र ग्रहण गर्छौ तिमीहरू मेरो परिवारमा मद्वारा जन्मिन्छौ अनि जन्मेको कारणले गर्दाखेरि मेरो छोरा अनि मेरो छोरी भएको कारणले गर्दाखेरि तिमीहरू छोरा छोरी मात्र होइन तिमीहरू के पनि हौ उत्तराधिकार पनि हौ बुझ्नुहुन्छ उत्तराधिकार भनेको हजुर के उत्तराधिकार भनेको
यता ध्यान दिएर सुन्नुहोस् ल मलाई। आज हरेक विश्वासीले कुरो बुझ्न जरुरी छ। तपाईँ परमेश्वरको जब सन्तान या छोरा र छोरी बन्नुहुन्छ नि, त्यसको मतलब चाहिँ नि नामको लागि नाम। तर तपाईँ छोरा छोरी भएपछि चाहिँ नि तपाईँ उत्तराधिकारको पनि तपाईँ के हुन्छ, भाग गर्नुहुन्छ। उत्तराधिकार भनेको चाहिँ परमेश्वरको जे पनि हो त्यो तपाईँको। मेरो 2 जना छोराहरू छ अनि उनीहरू हामीद्वारा जन्मेको कारण अनि हाम्रो छोरा भएको कारणले गर्दाखेरि हाम्रो जे पनि हो उनीहरूको, त्यसमा उनीहरूको 100% मोर देन 100% उनीहरूको हक लाग्छ। अनि मलाई मेरो सानो छोराको बारेमा चाहिँ बेला बेला मजा लाग्छ क्या। उसले यो कुरो बुझेको छ। ऊ अहिलेको भन्दा पनि अझै सानो हुँदाखेरि उसले के गर्छ, बेला बेलामा चाहिँ उसलाई कोही बेला यो आइप्याड हेर्नु मन पर्दो रहेछ। तर हामीले चाहिँ स्ट्रिक्टली फोन आइप्याड नहेर्नु भनेका छौँ। तर उसलाई बेला बेलामा हेर्नु मन पर्थ्यो या खेल्नु मन पर्दो रहेछ आइप्याडमा गेम या हेर्नु के अब फोटोहरू। अनि उसलाई थाहा छ माग्यो भने दिँदैन भनेर। त्यसले गर्दा उसले के गर्थ्यो भनेदेखि बेला बेलामा चाहिँ सानै खेल्नु मन पऱ्यो भनेदेखि मैले यो आइप्याड राखेको ठाउँमा टेबलमा छेउमा जान्थ्यो अनि उसले टपक्क टिपेर नि मलाई पुरुक्क हेर्दैन के भन्थ्यो, पापा यो चाहिँ तपाईँको होइन ल, यो चाहिँ मेरो हो भन्थ्यो है। यो चाहिँ मेरो है, मेरो भन्थ्यो उसले। अनि त्यति भनेपछि मेरो मुख चोक। एकछिन भए पनि उसले खेल्नु लाग्थ्यो या यसलाई चलाउँथ्यो। त्यो चाहिँ के भनेदेखि उसले के बुझेको, उत्तराधिकार। जे मेरो बाउको हो, जे मेरो पापाको त्यो मेरो पनि। आज म तपाईँलाई भन्दाखेरि हामी धेरैचोटि नि हामी के गर्छौँ, चङ्गाइको लागि हामी परमेश्वरको अगाडि गएर नि गिडगिडाउँछ। बुझ्नुहुन्छ गिडगिडाउनु भनेको? हजुर के हो भन्नुहोस् त, के हो गिडगिडाउनु भने? हजुर भिख माग्नु। सुन्नुहोस् है, छोराछोरीले कहिले पनि भिख माग्दैन है। हजुर के माग्छ? छोराछोरी नि खानाको टेबलमा बसेर नि यस्तो अनुहार कुच्याउँदै 2 दिन से कुछ नहीं खाया बाबूजी, पापा, मम्मा, गर्छ छोराछोरीले? गर्दैन। हेर्नुहोस् है, गिडिराउनु भनेपछि त्यो। आज मलाई कोही बेला के लाग्छ भनेदेखि नि परमेश्वरले कस्तो माथिबाट हेरेर नि हामीले के भएको होला यो भने जस्तो लाग्छ क्या। हामी धेरैचोटि परमेश्वरका आशिषको लागि, चङ्गाइको लागि के गर्छौँ, भिख माग्छौँ। तर परमेश्वर के भन्नुहुन्छ, तैँले जे कुरोको लागि भिख मागिरहेछस् त्यो वास्तवमा त्यो तेरै हो। त्यो अघिबाट दिएर त्यो तेरो भागमा परेको, तेरो बन्दामा परेको त्यो दिएर तेरो अधिकार। किनकि अहिले भर्खर पढेको खण्डले के भन्छ भनेदेखि नि तिमीहरू छोराछोरी भएपछि चाहिँ तिमीहरू उत्तराधिकार पनि हौ। सबैले भन्नु मेरो पछि पछि, म परमेश्वरको छोरा हुँ। छोरीले छोरी भन्नुहोस्, म परमेश्वरको छोरा हुँ। यसकारण परमेश्वरको जे पनि हो त्यो मेरो हो भन्नुहोस् त। कसको अरे? मेरो। आजदेखि म तपाईँलाई के भन्छु भनेदेखि नि आशिषको लागि भिख नमाग्नुहोस्, चङ्गाइको लागि भिख नमाग्नुहोस्, छुटकाराको लागि भिख नमाग्नुहोस्। तर तपाईँले के भन्नुहोस्, यो मेरो हो, यो मेरो बन्दामा परेको म यसलाई अधिकार गर्छु। अनि मिठो कुरो हेर्नुहोस् है, अझै म त्योभन्दा पनि अझै शक्तिशाली कुरो देख्दैछु। यहाँ के भनेको छ, र सन्तान हौ भने त उत्तराधिकारी पनि हौ। परमेश्वरका उत्तराधिकारी र ख्रिस्टसँग साझै उत्तराधिकारी। मलाई उहाँको भन्नु मनपर्छ, यो वचन पढ्दै गएर ख्रिस्टसँग साझै उत्तराधिकारी। सुन्नुहोस् है, आज तपाईँको ठाउँलाई, मेरो ठाउँलाई म तपाईँको अगाडि देखाउँदैछु। तपाईँ यीशुलाई विश्वास गर्दाखेरि चाहिँ परमेश्वर तपाईँलाई कुन चाहिँ ठाउँमा राख्नु भएको छ। उहाँले के भन्दै हुनुहुन्छ, तिमीहरू छोराछोरी मात्र होइन तर
तिमीहरू उत्तराधिकारी पनि हौ। अनि उत्तराधिकारी मात्रै होइन, तर ख्रिस्टसँग येशूसँग तिमीहरू के हौ? साझे उत्तराधिकारी। आज म तपाईँलाई एउटा खुसीको खबर सुनाउँदैछु। सुन्न चाहनुहुन्छ? चाहनुहुन्छ? सायद चाहे जस्तो लागेन। बेसी नेगेटिभ न्युज सुन्दा 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 अब हामीलाई के हुन्छ भनेदेखि बानी लाग्छ, के सुन्नु खुसीको खबर। सुन्न चाहनुहुन्छ खुसीको खबर? हजुर मलाई सोध्नुहोस् न, के होला भनेर छ? खुसीको खबर चाहिँ के हुँदेखि नि, जुन दिन तपाईँले यीशुलाई विश्वास गर्नुभयो, स्वर्गको एकाउन्टमा नि तपाईँ र यीशुको एउटा जोइन्ट एकाउन्ट खुलिएको छ स्वर्गको ब्याङ्कमा। अब हामीले अलिकति संसारको भाषालाई चल्न मात्रै बुझ्छौँ है। स्वर्गको ब्याङ्कमा चाहिँ नि तपाईँ र यीशुको के खुलिएको छ? जोइन्ट एकाउन्ट। जोइन्ट एकाउन्ट, जोइन्ट एकाउन्ट भनेको बुझ्नुहुन्छ नि? ब्याङ्कमा जब हामी जोइन्ट एकाउन्ट खोल्छौँ अनि त्यो एकाउन्टमा 5 करोड रुपियाँ छ भनेदेखि तपाईँ कति मनमा आम्बो भन्नुहुनेछ है। मैले सुने त आम्बो नै हो 5 करोड। उदाहरण मात्रै दिएको। त्यो जोइन्ट एकाउन्टमा 5 करोड रुपियाँ छ भनेदेखि नि त्यो 5 करोड रुपियाँमा नि त्यो 2जना व्यक्ति जसको नाममा त्यो जोइन्ट एकाउन्ट खुलेको छ, त्यो 5 करोडमा 2जनाको बराबर अधिकार लाग्छ। एउटाले के भन्नु पाउँदैन, 5 मा 4 छ मेरो, 1 चाहिँ तेरो भन्नु पाउँदैन। के पाउँछ? 5 मा 4.5 चाहिँ म चलाउँछु अनि 50,000 चाहिँ त चढाउनु, 50 लाख चाहिँ त चढाउनु भन्नु पाउँदैन। त्यसमा बराबर के हुन्छ भनेदेखि अधिकार हुन्छ। अनि आज वचनले भन्छ यीशुलाई विश्वास गर्दै गर्दाखेरि चाहिँ नि परमेश्वरले तपाईँलाई छोरा छोरी मात्र होइन, उत्तराधिकारी मात्र होइन, तर येशूसँग साझे उत्तराधिकारी बनाउनु भएको छ। मलाई थाहा छ नि तपाईँले कहाँसम्म बुझ्दै हुनुहुन्छ यो कुरो। प्रार्थना गर्नुहोस् पवित्र आत्मालाई यो बुझ्न दिनु। त्यसको मतलब के हो भनेदेखि नि परमेश्वरले यीशुको भागमा पन्डामा, यीशु चाहिँ हाम्रो जेठा दाजु है, तपाईँलाई थाहा छ? हजुर, उहाँ हाम्रो जेठो दाजु। त्यहाँदेखि उहाँदेखि बाहेक चाहिँ अब हामी सबै माइला साइला काइला कान्छा अन्तरे मन्तरे जन्तरे को पर्छ मलाई थाहा छैन, तर हाम्रो जेठो दाजु चाहिँ को? येशू हुनुहुन्छ है। अनि येशूसँगै हामीलाई परमेश्वरले साझे उत्तराधिकारी बनाउनुहुन्छ। अनि मजाको कुरो बताइदिउँ, प्रभु येशू जब संसारमा जिउनु भयो नि, परमेश्वरको छोरा भएर जिउनु भयो। परमेश्वरको छोरा भएर जिउनु भयो। उहाँले उत्तराधिकार बुझ्नु भयो, उहाँले आफ्नो अधिकार बुझ्नु भयो। त्यसै कारणले गर्दाखेरि नि जब एउटा कोड लागेको बिमारीको अगाडि पुग्थ्यो, यीशुले के देख्नुहुन्थ्यो? यो कोडको बिमारको पछाडि चाहिँ जुन चाहिँ शैतानको दुष्ट आत्माले काम गर्दैछ, त्यसलाई चाहिँ म के गर्छु? खुट्टा मुनिको राख्छु। यो चाहिँ मेरो अधिकार हो। अनि उहाँ चाहिँ संसारमा जिउँदाखेरि चाहिँ उहाँ छोरा भनेर जिउनु भयो। त्यस कारणले गर्दाखेरि उहाँले आधी बेरीलाई शान्त पार्नुभयो, मरेको मान्छेलाई बिउताउनु भयो, उहाँले 5वटा रोटी र 2वटा माछालाई मल्टिप्लाई गर्नुभयो। उहाँले 38 वर्षसम्म कुँजो भएको मान्छेलाई उहाँले के गर्नुभयो? निको पार्नुभयो। यीशुले गरेको आश्चर्य कर्मको रेकर्ड चाहिँ राख्नु हुँदैन नि, बाइबलले भन्छ संसारमा ती किताब पठाउनु हुँदैन। हरेक दिन यीशु चाहिँ नि आफ्नो उत्तराधिकारमा जिउनुहुन्थ्यो। अनि उहाँलाई थाहा थियो मेरो अधिकार के हो। अनि आज म जे कुरो तपाईँलाई बताउँदैछु नि, सुन्दाखेरि तपाईँलाई अनौठो लाग्ला या साह्रै ठुलो लाग्ला, पत्याउनु नसक्ने लाग्ला, तर आज म जे कुरो बताउँदैछु त्यो चाहिँ मेरो खोजीबाट होइन, प्रभुको वचनले भनेको कुरो बताउँदैछु। यीशुसँग साझे उत्तराधिकारी भनेको चाहिँ के हो भनेदेखि नि, यीशुले संसारमा हुँदा जे कुरो गर्नु सक्नुहुन्थ्यो तपाईँले पनि गर्नु सक्नुहुन्छ। त्यही अधिकार परमेश्वरले तपाईँलाई पनि दिनुभएको छ, मलाई पनि दिनुभएको छ।
सुन्नुहोस् है। त्यसै कारण त अघि पढेको रोमीको किताब हामीले पढेको पदमा त्यहाँ के भनेको छ, शान्तिको परमेश्वरले चाहिँ चाँडै नै शैतानलाई चाहिँ कसको खुट्टा मुनि अरे, यीशुको खुट्टा मुनि भनेको छैन है। कसको खुट्टा मुनि अरे, 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 यीशुको भनेको छैन, तपाईको खुट्टा मुनि। म तपाईलाई बताइदिउँ, तपाईले शरीरमा भोग्दै गरेको रोग चाहिँ तपाईको खुट्टा मुनि हुनुपर्ने हो। तपाईको जीवनमा तपाईले भोग्दै गरेको समस्या चाहिँ तपाईको खुट्टा मुनि हो। यसको ठाउँ चाहिँ तपाईले भोग्दै गरेको प्रब्लम चाहिँ तपाईको खुट्टा मुनि हुनुपर्ने हो, त्यसको ठाउँ चाहिँ। तर आज हामी धेरै पानी सिकेर भनेदेखि नि हामी रोगलाई काखी चेप्छौँ। बुझ्नुहुन्छ काखी चेप्नु भनेको? हजुर हामी कतिको बानी चाहिँ के छ भनेदेखि नि बिमारलाई यति साह्रो माया गर्छौँ, यति साह्रो माया गर्छौँ, यति साह्रो माया गर्छौँ, रोगलाई यति साह्रो माया गर्छौँ, यति साह्रो माया गर्छौँ। कसरी चाल पाउनु चाहिँ तपाईँले माया गरेको नगरेको? कुनै मान्छेले रोगलाई माया गरेको नगरेको कसरी चाल पाउँछ यहाँ छ? बोलीबाट। म कतिजना मान्छे चिन्छु, उसित बात मार्नु बसेदेखि नि मुखमा के को मात्रै कुरा हुन्छ, मलाई यहाँ दुख्दैछ, मलाई डक्टरले यो भन्यो, मेरो शरीरमा यसको सिम्टम देखा पर्दैछ, मलाई राति यस्तो भयो। तपाईँले जे कुरोलाई बेसी मन पराउनुहुन्छ, माया गर्नुहुन्छ, त्यसकै कुरा गर्नुहुन्छ। सुन्नुहोस् है, किनकि बाइबलले भन्छ हृदयमा जे कुरो छ त्यो चाहिँ कहाँ निस्किन्छ अरे? तपाईँले मुखले भन्नुहुन्छ होला होइन म मन पराउँदिनँ भन्नुहुन्छ होला, तर तपाईँको हृदय जे कुरोले भरेको छ तपाईँको मुखमा त्यही कुरा हुन्छ। आज म तपाईँलाई एउटा चाबी दिँदैछु। तपाईँ स्वस्थ भएर जिउनु मनपर्छ भनेदेखि नि बिमारलाई काखी चेप्नु छोड्नुहोस्, त्यसलाई मन पराउनु छोड्नुहोस्, त्यसलाई नि बरु सक्दो तपाईँले के गर्नुहोस्, घृणा गर्नुहोस्, हेट गर्नुहोस्। छेउको साथीलाई भन्नुहोस् त, बिमारलाई काखी नचेप्नुहोस् भन्छ, रोगलाई काखी नचेप्नुहोस् भन्छ, बरु त्यसलाई घृणा गर्नुहोस् भन्छ। तपाईँलाई थाहा छ बाइबलमा एउटा घटना छ नि, एउटा मान्छे एउटा दुष्ट आत्मा निस्कियो अरे, प्रभुले निको पार्नु भयो अरे। अनि त्यो दुष्ट आत्मा घुम्दै 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 गयो अरे, बस्ने ठाउँ कहीँ नपाउँदा फेरि फर्केर आयो। यसो हेर्दा त्यो मान्छेको घर त सफा पारिरहेको रहेछ अरे, अनि फेरि आएको छ त्यो मान्छे, दुष्ट आत्मा त्यो मान्छे। अभाव उत्पन्न गराउने नि शक्तिलाई तपाईँले घृणा गर्न सुरु गर्नुहोस्, तपाईँ एउटा कार्य सुरु गर्छ। तपाईँ जस्ता प्रशस्ततामा जिउनु मन छ नि, प्रशस्तता भनेको चाहिँ फेरि अरबपति खरबपति हुन्छ भनेको होइन है। परमेश्वरले हामी सबैलाई अरबपति हुनुलाई बोलाएको छैन, परमेश्वरले हामी सबैलाई खरबपति हुनु पनि बोलाएको छैन, सायद करोडपति पनि हुँदैन होला। तर परमेश्वरको इच्छा चाहिँ के हो, हाम्रो जीवनमा पुगिसरी हुनु र उब्रिनु चाहिँ परमेश्वरको इच्छा। तपाईँ जसलाई यो स्थानमा यो ठाउँमा तपाईँलाई जिउनु मन छ नि, तपाईँले मुखबाट नि तपाईँले हरेक पल्ट प्रशस्तताको कुरा गर्नुहोस्। कोसी रित्तै हुँदा पनि तपाईँले नि पुगिसरी भएको मान्छे जस्तो कुरा गर्नुहोस्, तपाईँले तपाईँको जीवनमा नि उब्रिएको देख्नुहुनेछ। म तपाईँलाई बताइदिएँ, मेरो आफ्नो जीवनको म तपाईँलाई कथा बताइसक्छु। जब म विश्वासमा बलिलो थिएँ, मेरो अवस्था कस्तो थियो भनेदेखि जब मिनिस्ट्रीमा भर्खर निस्केको थिएँ, अनि मिनिस्ट्रीमा सुरुमा आउँदाखेरि धेरै चुनौतीहरू थियो, अनि विशेष आर्थिक रूपमा कुरा गर्नुहुन्थ्यो कि धेरै लामो समयसम्म त्यो अभावबाट त्यो सङ्घर्षबाट म भएर गएँ। अनि मेरो मेन्टालिटी मेरो सोचाइ चाहिँ कस्तो थियो भनेदेखि नि मलाई पुग्दैन। त्यसले गर्दाखेरि मेरो व्यवहार कस्तो थियो भनेदेखि जब चर्चमा भेटीको समय आउँथ्यो नि, भेटीको समय आउँदाखेरि म यसो गोजीमा हात हाल्थेँ, अनि गोजीमा हात हालेपछि अब भेटी दिनको लागि अनि गोजीमा हात हालेर पैसा छान्नु सुरु गर्थेँ।
गोजीमा 100 रुपियाँको नोट छ, 500 को पनि छ, अनि 50 को पनि छ, 20 को पनि छ, 10 को पनि छ। अनि हामीलाई थाहा हुन्छ है कुन चाहिँ 50, कुन चाहिँ 100, कुन चाहिँ 500 छामेरै चाल पाउँछ हामीले। हो कि होइन हो कि मैले मात्रै हो। किन जब भेटेको समय आउँथ्यो नि मलाई परीक्षा चाहिँ के हुन्थ्यो भनेदेखि गोजी भित्रभित्रै बाहिर निकालिकन है भित्रभित्रै यसो छामेर चाहिँ सबैभन्दा कम्ती पैसा चाहिँ कुन चाहिँ हो त्यो पैसा चाहिँ हाल्ने टेम्परेसन हुन्थ्यो। अनि कति वर्ष चाहिँ मैले यसरी जीवन बिताएँ। अनि कम्ती पैसा सबैभन्दा सानो पैसा कम्ती होइन सानो पैसा चाहिँ कोही बेला चान्चुने 5 रुपियाँको डलर छ भनेदेखि सबैभन्दा कम्ती कुन चाहिँ छ भनेर नदेखि कसैले देख्रै त होइन। त्यसरी मैले जीवन बिताएँ। तर एक दिन प्रभुले मसित बोल्नु भयो कि अनि वचन पढ्दै जाँदाखेरि मैले के चाहिँ प्रकाश पाएँ भनेदेखि 1 नम्बरमा चाहिँ परमेश्वरको आशिषले चाहिँ धन सम्पत्ति ल्याउँछ। धन सम्पत्ति चाहिँ केले ल्याउँछ? आशिषले ल्याउँछ। हामीलाई धनी चाहिँ प्रशस्तताको ठाउँसम्म चाहिँ हामीलाई आशिषले पुर्याउँछ। भजन 5:12 मा के भन्छ कि परमेश्वरले धर्मीहरूलाई चाहिँ आशिष दिनुहुन्छ र उहाँको कृपाले ढालले घेरे जस्तै घेरेर राख्नुहुन्छ। हितोपदेश 10:22 भन्छ परमेश्वरको आशिषले धन सम्पत्ति दिन्छ। अनि एफिसी 1:3 भन्छ कि स्वर्गीय स्थानमा हामीले हरेक आत्मिक आशिष पाइसकेका छौँ। अनि प्रभुसित बोल्नु भयो त्यो वचनहरूद्वारा। अनि मलाई के देख्न दिनुभयो भनेदेखि तँ चाहिँ आशिषित मान्छे हो। किन भन्दा तँ एउटा धर्मी मान्छे होस्। ईश्वरको धार्मिकताले किनिएको या धुइएको त धर्मी मान्छे। अनि परमेश्वरले धर्मीलाई आशिष दिनुहुन्छ नि तँ चाहिँ आशिषित मान्छे हो। अनि त्यो आशिषित मान्छे भएकाले गर्दा तेरो दिनुभएको आशिषले चाहिँ धन सम्पत्ति ल्याउँछ। अनि मैले त्यो प्रकाशलाई यस्तो बलियो समातेँ। अनि मैले आफैलाई स्वीकार गर्न सुरु गरेँ। म चाहिँ आशिषित मान्छे, म आशिषित मान्छे, म आशिषित मान्छे, आशिषित मान्छे। त्यो प्रकाशमा म जिउनु सुरु गरेँ। मैले बोल्नु सुरु गरेँ, पत्याउने आँट गर्न सुरु गरेँ। तर त्यो पत्याउँदै गर्दाखेरि मेरो जीवनमा आर्थिक इलाकामा परिवर्तन केही पनि आएको छैन झट्टै। तर मेरो व्यवहार चाहिँ त्यस्तै छ। मुखले चाहिँ म आशिषित मान्छे भन्दैछु। आइतबार दिन चर्चमा फेरि भेटिदिने बेलामा चाहिँ गोजीमा फेरि पैसा छान्नु सुरु गरिहाल्थेँ क्या। तर त्यस्तो हुँदा केही महिना बित्दाखेरि नि एक दिन पवित्र आत्माले झन् बोल्नु भयो। के बोल्नु भनेदेखि एक दिन हो त्यसरी एक आइतबार यसो गोजीमा हात हालेर फेरि के गर्दैछु म पैसा छान्नु सुरु गर्दैछु। त्यति बेला नि पवित्र आत्माले के बोल्नु भनेदेखि तँ आफैले आफूलाई आशिषित मान्छे भन्दैछस्, पुगिसरी हुने मान्छे भन्दैछस्। तर आशिष पाएको मान्छेको गति चाहिँ यही हो। तर हिर्का कस्तो भयो त्यो दिन त पवित्र आत्माले वचनद्वारा। अनि मैले भने हो त साँच्ची म त आशिषित मान्छे भनेर म आफैलाई पत्याउँदैछु। अनि मेरो एक्सन चाहिँ के हो मिलेन त यो। अनि मैले त्यो दिन मैले निश्चय गरेँ होइन आज चाहिँ म सधैँ मैले चढाउने भेटीको रकम भन्दा चाहिँ म के गर्छु डबल गर्छु भन्ने मैले डिसाइड गरेँ। मैले सधैँ जति भेटी चढाउँथेँ त्यसको मैले डबल त्यसको दोबर भागमा चाहिँ मैले भेटी हातमा लिएँ। अनि मैले भेटी चढाएँ क्या। चढाउँदै गर्दाखेरि मनमा चाहिँ के हुँदैछ अब गयो अब भन्ने हुँदैछ। तर जसै मैले चढाएँ एक किसिमले मनमा सन्च भयो। अनि मैले भने अरे हुँदो रहेछ त। त्यो नेक्स्ट सन्डे फेरि आयो। नेक्स्ट सन्डे फेरि के भयो पवित्र आत्माले त्यसलाई अझै डबल गर भन्नु। अनि डबल गर्दै जाँदा प्राकृतिक रूपमा चाहिँ मेरो गोजी रित्तिँदै जाँदैछ है, घट्दै जाँदैछ कुरो पनि। तर जब मैले त्यो कुरो गर्नु सुरु गरेँ नि केही समय बादमा नै त्यही त के गोजी भरिएको छैन, गोजी रित्तै नै छ। तर मलाई त कस्तो लाग्नु थाल्यो भनेदेखि कस्तो धनी मान्छे आशिष पाएको मान्छे अब छैनै भन्नु चाहिँ तर पनि भित्रबाट चाहिँ। अनि मैले त्यति बेला चाहिँ नि त्यो मर्कुस 5 अध्यायको घटना चाहिँ मैले बुझेँ क्या। जहाँनिर चाहिँ 12 वर्षदेखि रगत बग्ने स्त्रीले चाहिँ नि प्रभु यीशुको लुगालाई छुनुभन्दा अगाडि निको हुनुभन्दा अगाडि चाहिँ उसले के भने रे म एकपल्ट चाहिँ यीशुको लुगालाई छुएँ भनेदेखि मात्र पनि म के हुन्छ म निको हुन्छु। त्यहाँ लेखेको छ मनमै उसले भनिन् अरे क्या। त्यसको मतलब उसले आफैलाई चाहिँ के देख्नु सुरु गरे यीशुको लुगालाई छुकै छैन, उसको रोग निको भएकै छैन। तर उसले आफैलाई मनमा भनिन् भने उसले आफैलाई के देख्नु सुरु गर्दैछ भनेदेखि एकचोटि चाहिँ मैले यीशुको लुगालाई छुनु पाएँ भनेदेखि चाहिँ म
म निको भएँ। निको भएको छ नि त आफूलाई देख्न सुरु गरेँ, हिलिङ पाएको मान्छे मैले। अनि त्यो दिन चाहिँ मैले त्यो वचनलाई मैले बुझ्न सुरु गरेँ। अनि तपाईँलाई बताइदियो त्यसको केही समय बाद त्यहाँदेखि बिस्तारै परमेश्वरले नि परिस्थिति र अवस्थामा बदलाउन सुरु गर्नुभयो। त्यसको मतलब आज ब्याङ्कमा करोडौँ रुपियाँ छ भनेको होइन, तर मजाको कुरो चाहिँ के हो भन्दाखेरि ठुलोभन्दा ठुलो र सानोभन्दा सानो खाँचो परमेश्वरले पुरा गरेर पनि हरेक महिना ठुलो हुन्छ। आज म तपाईँलाई एउटा रहस्यको कुरो बताउँदैछु। तपाईँ खाँचोको परिस्थितिबाट नि तपाईँ यो ट्र्यापबाट बाहिर निस्किन चाहनुहुन्छ भनेदेखि नि सुन्नुहोस्, सबभन्दा पहिला कुरो चाहिँ नि खाँचोलाई काखी चेप्नु छोड्नुहोस्, त्यसलाई घृणा गर्न सुरु गर्नुहोस्, अनि प्रशस्ततालाई विश्वास गर्नुहोस् र प्रशस्ततालाई तपाईँले बोल्नु सुरु गर्नुहोस्। किन यो छ तपाईँलाई? किनकि परमेश्वरले चाहिँ हामीलाई नि यीशुसित साँझै उत्तराधिकारी हुनु बनाउनु भयो। यीशुको जमानामा हेर्नुभयो भनेदेखि नि यीशुको ब्याङ्क एकाउन्टमा थुप्रो धन थिएन होला, पैसा थिएन होला, तर यीशुलाई कहिले पनि खाँचो भएन। जब जब खाँचो पर्थ्यो मैले जसरी पनि के गर्नु त्यो जुटाउनु थिएन। मलाई लाग्छ आज हामीले यो प्रिन्सिपल, यो सिद्धान्तलाई सिक्नु जरुरी छ। मेरो पछि पछि भन्नु त म यीशुसित साँझै उत्तराधिकारी हुँ। यस कारणले गर्दाखेरि नि जब यीशुले रोगलाई खुट्टामुनि राख्न सक्नुभयो, जब यीशुले खाँचोलाई खुट्टामुनि राख्न सक्नुभयो, जब यीशुले पापको शक्तिलाई खुट्टामुनि राख्न सक्नुभयो भनेदेखि तपाईँले पनि सक्नुहुन्छ, तपाईँले पनि सक्नुहुन्छ, तपाईँले पनि सक्नुहुन्छ, तपाईँले पनि सक्नुहुन्छ, तपाईँले पनि सक्नुहुन्छ। म सक्छु भनेस् त, अब मेरो पालो आएको छ। मलाई त कस्तो लाग्छ भनेदेखि नि हामी यस्तो समयमा अब जिउँदैछ जति बेला चाहिँ नि शैतानको चाहिँ धुलो पिठो हुनु आँटेको छ। एउटाले यहाँबाट लात लगाएर उपर पुर्याउने, अर्कोले त्यहाँबाट लात लगाएर उपर पुर्याउने। हेर्नुहोस् है, हामी धेरैचोटि शैतानलाई यति साह्रो ठुलो बनाउँछ अब्बुई भन्छौँ, तर सायद भोलि भएछ भनेदेखि हामी अन्तिम दिनको एउटा लडाइँको बारेमा चर्चा गर्न लागेछौँ। एन्ड टाइम रिभाइभल पनि आउँछ, तर अन्तिम दिनको जुन चाहिँ लडाइँको बारेमा, जुन चाहिँ लडाइँ चाहिँ चर्चले जितेको छ। हेर्नुहोस् है, यस कारण हामी चाहिँ जित्ने पक्षमा छौँ। सबैभन्दा हामी जित्ने पक्षमा छौँ। तपाईँलाई चाहिँ अस्ति भर्खर अमेरिकामा एउटा ठुलो घटना घट्यो। चार्ली कर्कको के भयो भनेदेखि हत्या भयो। अनि शैतानले के सम्झ्यो भनेदेखि त्यो मान्छे हार्यो, त्यसलाई मार्दियो, त्यो हार्यो। तर मजाको कुरो म तपाईँलाई बताइदिउँ, प्रभु यीशुलाई विश्वास गर्ने मान्छे नि मर्दै गर्दा जित्ने पक्षमै हुन्छ। शैतानले भने यीशुलाई क्रुसमा टाङ्दै गर्दा हार्यो, च्यानमा गाडिँदाखेरि त झन् हार्यो। कस्तो चाहिँ पार्टी भयो होला शैतानको टिम है। क्रुससम्म त ठिकै थियो, क्रुसदेखि झारेर च्यानमा गाड्दाखेरि त झन् अब त खतम भयो, हार्यो है। तर त्यसलाई के थाहा थिएन भनेदेखि नि स्वर्गले नियुक्त गरेको मान्छे चाहिँ नि च्यानमा पुग्दै गर्दा पनि जितेकै हुन्छ। यीशुसित उभिने मान्छे चाहिँ च्यानमै पुग्दै गर्दा पनि जितेकै हुन्छ। मर्दै गर्दा पनि के गरेको हुन्छ? जितेकै हुन्छ। यसै कारण पाउलले के भन्छ भनेदेखि हामी चाहिँ विजेता भन्दा पनि महान छ। We are more than conqueror। म फेरि पनि भन्छु तपाईँको ठाउँ चाहिँ नि रोगले तपाईँलाई जित्ने होइन। तपाईँको ठाउँ चाहिँ अभावले तपाईँलाई दबाएर 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 निश्वासले ठाउँमा पुर्याउनु होइन। तपाईँको ठाउँ चाहिँ के हो भनेदेखि सबैभन्दा माथि। किनकि एफिसी 1 अध्यायले के भन्छ भनेदेखि एफिसी 1 अध्यायको म 16 पददेखि पढ्दै जान्छु।
पौलले यो प्रार्थना पवित्र आत्माको प्रेरणामा गर्दैछ एफिससमा भएको मण्डलीको लागि। पवित्र आत्माले उसलाई यो प्रार्थना गर्न सिकाउँदैछ। यो प्रार्थनामा के भन्दैछ? मेरो प्रार्थनामा तिमीहरूलाई सम्झना गर्दै तिमीहरूको निम्ति धन्यवाद दिन म थामिन्न। म प्रार्थना गरिरहन्छु कि हाम्रा प्रभु यीशु ख्रीष्टका परमेश्वर महिमाका पिताले उहाँको विषयको ज्ञानलाई बुद्धि र प्रकाश र आत्मा दिउँ। सबभन्दा पहिलो कुरो के प्रार्थना गर्दैछ? परमेश्वरले चाहिँ तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा दिउँ। के को लागि? परमेश्वरलाई चिन्नको लागि। अघि फर्स्ट सेसनमा हामीले चर्चा गरेको सबै कुरो परमेश्वरलाई चिन्नुबाट सुरु हुन्छ है। त्यहाँदेखि के भन्दैछ भनेदेखि म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीले जान्न सक। परमेश्वरलाई चिन्दै गएपछि नि हामीले हाम्रो बोलाहाट र हाम्रो भागमा राखिदिएको उत्तराधिकार पनि हामी देख्दै जान्छौँ। त्यहाँदेखि 19 पदले भन्छ अनि हामी विश्वास गर्नेहरूका निम्ति, सबैले भनौँ त, हामी विश्वास गर्नेहरूका निम्ति, म विश्वास गर्नेको निम्ति, विश्वास गर्नेहरूको निम्ति के चाहिँ भनेको छ भनेदेखि उहाँको शक्तिको असीम महानता के हो सो तिमीहरूले जान्न सक। एउटा यस्तो शक्तिको कुरा गर्दैछ जुन चाहिँ शक्ति चाहिँ कसको निम्ति अरे? विश्वास गर्नेको निम्ति। कसको निम्ति अरे? यहाँ जो विश्वास गर्नेहरू छ उहाँले भन्नुहोस् न, विश्वास गर्नेको निम्ति, मेरो निम्ति। अनि त्यो शक्ति चाहिँ के रहेछ भन्दाखेरि अब हेर्दै जानुहोस् है। त्यो शक्ति उहाँको महान सामर्थ्यको काम नै हो जो उहाँले ख्रीष्टमा पुरा गर्नुभयो जब उहाँले ख्रीष्टलाई मरेकोबाट जीवित पार्नुभयो। शक्तिको कुरा गर्दै गर्दाखेरि नि यहाँनिर पौलले के भन्दैछ भनेदेखि त्यो शक्ति चाहिँ यस्तो शक्ति हो जुन चाहिँ शक्ति चाहिँ विश्वास गर्नेहरूको निम्ति हो। अनि कुन चाहिँ शक्ति भन्दाखेरि त्यो शक्ति जुन चाहिँ शक्तिले चाहिँ यीशुलाई चाहिँ मरेकोबाट चाहिँ जिउँदो पारेका थिए। सुन्नुहोस् है। अनि त्यति मात्र होइन, तर त्यो शक्तिको बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ ख्रीष्टलाई मरेकोबाट जीवित पार्नुभयो अनि स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने बाहुलीपट्टि बसाल्नुभयो। सबै शासन, अधिकार, शक्ति र राज्यमाथि र यस युगका मात्र होइन तर आउने युगका पनि जति पनि नाउँ छन् ती सबैमाथि उहाँलाई राख्नुभयो र परमेश्वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनु भयो र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनु भयो। जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो र उहाँले नै सबै थोक परिपूर्ण पार्नुहुन्छ। वाह, साह्रो पावरफुल छ। यहाँनिर के भन्दैछ पावलले? एउटा यस्तो शक्तिको कुरा गर्दैछ जुन चाहिँ शक्ति चाहिँ नि विश्वासीको लागि। अनि त्यो शक्तिको कुरा गर्दा गर्दा कुन चाहिँ शक्ति भन्दा त्यही शक्ति जुन चाहिँ शक्तिले यीशुलाई मरेकोबाट जीवित पार्नु भयो। जीवित मात्रै पार्नु भएन अरे, तर त्यही शक्तिले चाहिँ यीशुलाई माथि उचाल्दै लानु भयो। सबैले भन्नु त माथि उचाल्दै लानु भयो। अनि तपाईँलाई थाहा छ कति माथि उचाल्नु भयो? मलाई सोध्नुहोस् न कति माथि हुन्छ? कति माथि? अलिअलि माथि होइन है। कति माथि छ तपाईँलाई? इङ्ग्लिस बाइबलले भन्छ far above। यति माथि। मलाई सोध्नुहोस् न कति माथि? यति माथि उचाल्नु भयो अरे। जुन चाहिँ उचाइसम्म चाहिँ नि, सुन्नुहोस् है, जुन चाहिँ उचाइसम्म चाहिँ नि कुनै शक्ति, कुनै शासन, कुनै अख्तियार, कुनै प्रधानता पुग्नै सक्दैन। यति माथि उचाल्नु भयो। म तपाईँलाई बताएँ नि आज यीशुलाई चाहिँ नि परमेश्वरले यति साह्रो माथि उचाल्नु भएको छ। त्यो शक्तिलाई प्रयोग गरेर नि रोगले पृथ्वीबाट नै जति उफ्रेर छुने कोसिस गर्दा पनि सक्दैन। क्यान्सरको शक्तिले जति नै उफ्रेर यीशुलाई अलिक खेल्न अलिक यहाँ त्यो उफ्रिने त्यो एउटा ल्याउ भनेर त्यो माथि गएर सक्दैन। किनकि यति माथि छ नि, यति माथि छ क्यान्सरले इमेजिन पनि गर्न सक्दैन। सुन्नुहोस् है, नर्कको सारा शक्तिलाई प्रयोग गरेर नि क्यान्सरलाई उचालेर फुत्तै ठ्याङ्कादाखेरि पनि त्यति माथि पुग्नै सक्दैन।
उहाँले सल्लाह गरेर नि नर्कको सबै दुष्ट आत्मालाई बोला त भनेर चाहिँ बोलाएर चाहिँ नि क्यान्सरलाई समातेर नि गएर यीशुलाई छुनै माथि उचालेको छ। त्यसले गर्दाखेरि तँ आफै एक्लै उफ्रेर हुँदैन, पछाडिबाट हामी तँलाई ठेल्छौँ ल भनेर चाहिँ नि सबै सारा शक्ति मिलेर चाहिँ एकसाथमा नि क्यान्सरलाई माथि फ्याँकेर यीशुलाई छुने कोसिस गरे पनि उसले जति ट्राई गरे पनि छुन सक्दैन। किन याद छ तपाईँलाई? किनकि परमेश्वरले नि यीशुलाई चाहिँ फार अबाभ यति साह्रो माथि उचालिदिएको छ, यति साह्रो माथि उचालिदिएको छ, उसले जति नै कोसिस गरे पनि छुन सक्दैन। मृत्युले छुन सक्दैन, अभावले छुन सक्दैन, पापले छुन सक्दैन। सबैले भन्नु त माथि। मलाई चाहिँ इङ्ग्लिस अझै मनपर्छ वर्ड अबाभ मात्रै होइन, फार अफ, यति साह्रो माथि, यति साह्रो माथि। अनि तपाईँको मनमा हुँदै होला हो नि त, ठिकै हो, त यीशुको कुरा हो त हो, यीशुलाई त उचाल्नु भयो नि त हो, यसले मलाई चाहिँ के फरक पार्छ भन्नुहुन्छ होला। तर अब म तपाईँमा आउँदैछु, ध्यान दिएर सुन्नुहोस् है। अब म तपाईँमा आउँदैछु, अनि तपाईँमा आउँदाखेरि म के चाहिँ तपाईँलाई देखाउँदैछु कि नि एफिसी 2 अध्यायमा आउँछ। 1 पद भन्छ, तिमीहरू आफ्नो अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। 5 पद पनि 4 पददेखि नै पढ्छु। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसै कारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। कोसँग जीवित पार्नुभयो अरे? ख्रीष्टसँगै जीवित पार्नुभयो। कसरी? विश्वासीहरूतर्फ काम गर्दै गरेको त्यही शक्तिद्वारा तपाईँलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। मैले भनेको होइन, वचनले भन्दैछ। त्यति मात्र होइन, त्यहाँदेखि के भनेको छ? यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीले उद्धार पाएका छौ। र 6 पदले भन्छ, र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट यीशुसँग बसाल्नु भयो। जुन चाहिँ शक्तिको कुरा गर्दा, जुन चाहिँ शक्ति चाहिँ विश्वासीको लागि परमेश्वरले दिनुभएको छ, त्यो शक्तिले यीशुलाई के गर्छ भने मरेकोबाट जीवित पार्दै गर्दाखेरि चाहिँ नि तपाईँ पनि यीशुसँगै जीवित हुँदै। अनि जब यीशुलाई परमेश्वरले त्यो शक्तिद्वारा फार अब माथि राख्नुभयो नि, त्यति बेला यीशु मात्र होइन, तपाईँ पनि त्यहाँ माथि उचालिनु हुँदै, म पनि त्यहाँ माथि उचालिँदै थिएँ। यसको अर्थ के हो याद छ तपाईँलाई? क्यान्सरले यीशुलाई छुनु सक्दैन भनेदेखि तपाईँलाई पनि छुनु सक्दैन। क्यान्सरले जति नै उफ्रेर यीशुलाई छुने कोसिस गर्यो भने पनि यदि यीशुलाई छुनु सक्दैन भनेदेखि तपाईँलाई पनि छुनु सक्दैन। मेरो प्रार्थना यो हो, पवित्र आत्मालाई कि तपाईँलाई यो प्रकाश दिनु, बुझ्न दिउँ। रोमीको किताबमा अघि हामीले पढ्यौँ नि, त्यहाँनिर त्यसै शान्तिका परमेश्वरले चाँडै नै शैतानले तिमीहरूको खुट्टा मुनि राख्नुहुन्छ, कुल्चाउनुहुन्छ भने त्यसै भनेको होइन। किनकि तपाईँलाई चाहिँ नि परमेश्वर यीशुसँग त्यो माथि ठाउँमा राख्नुभएको छ। अनि यीशुको पाउमुनि अघि हामीले एफिसी 1 अध्यायमा पढ्यौँ नि, अन्तमा के लेख्छ सुन्नुहोस् ल। सबै शासन, सबै अधिकार, सबै शक्ति र सबै राज्यमाथि र यस युगको मात्र होइन तर आउनेवाला युगका पनि सबै नाउँहरूभन्दा माथि। अब थाहा छ, खाँचोको एउटा के छ नाम छ, रोगको एउटा के छ नाम छ, प्रब्लमको एउटा के छ नाम छ, तर त्यो सबै नाम भन्दा चाहिँ यीशुलाई मात्र। अनि यो चाहिँ यीशुको कुरा मात्र होइन, तर अघि हामीले रोमीको पत्रिकामा पढ्यौँ, परमेश्वरले हामीलाई यीशुसँगै साझै उत्तराधिकारी बनाउनु भएको छ। जोइन्ट एयर, साझै
चाहिँ उत्तराधिकारी। त्यसको मतलब क्यान्सर यीशुको खुट्टा मुनि छ भनेदेखि क्यान्सर तपाईँको पनि खुट्टा मुनि छ। त्यसको मतलब अभाव यीशुको खुट्टा मुनि छ भनेदेखि तपाईँको पनि खुट्टा मुनि छ। मेरो खुट्टा मुनि छ भन्नुहोस् त। तपाईँको परिवारमा भएको अशान्ति र झगडा उत्पन्न गराउने समस्या यीशुको खुट्टा मुनि छ भनेदेखि तपाईँको पनि खुट्टा मुनि छ। तपाईँको जीवनमा शत्रुहरूको विरोध चाहिँ यीशुको खुट्टा मुनि छ भनेदेखि तपाईँको पनि खुट्टा मुनि छ। यीशुको मात्र होइन, तपाईँको पनि खुट्टा मुनि छ। त्यसै कारण म तपाईँलाई सुरुदेखि भन्दैछु, तपाईँ चाहिँ जित्ने पक्षमा हुनुहुन्छ। किनकि हाम्रो जेठा दाजुले जितिसक्नु भएको छ, हाम्रो लागि जितिसक्नु भएको छ, हाम्रो लागि जितिसक्नु भएको छ, मेरो लागि जितिसक्नु भएको छ, सबैभन्दा मेरो लागि जितिसक्नु भएको छ, मेरो लागि जिति